आदरणीय साथीहरू नमस्कार। आज मैले तपाईहरुलाई हाम्रो बारीको पाकेको सुन्तलाहरूको भिडियो बनाएर तपाईहरु समक्ष राख्न गइरहेको छु। केही समय अगाडि मैले हरियो सुन्तला सबै हरियो थियो र म आज घर आएको लगभग पुस महिनाको आज 15 गते आउँदाखेरि सुन्तला पाकेर यस्तो भएको थियो। हामी बारीमा गएर भिडियो बनाउँदै तपाईहरुलाई हाम्रो सुन्तला बारीमा कसरी सुन्तला पाकेको हुन्छ भन्ने कुरा देखाउन चाहन्छु। यसरी हाम्रोतिर सल्यान जिल्लाको यो बागचौर नगरपालिका वडा नम्बर 3 सुन्तलाको लागि निकै नै प्रसिद्ध छ। यहाँनेर सुन्तलाहरू एकदमै धेरै मात्रामा पाइन्छ र अहिले धेरै ठाउँको बुटोल, कैलाली, त्यसै गरी उता नारायणगढ, काठमाडौँ, त्यताको बारा, पर्सातिरको व्यापारीहरू हाम्रो गाउँमा टन्नै आउनुभएको छ र स्थानीय व्यापारीहरू पनि हुनुहुन्छ। त्यसै गरी अब सुन्तला हाम्रो करिब टिप्ने बेला भइसकेको छ र सुन्तला बगैँचाहरू करिब यहाँको मान्छेहरूले एउटा व्यक्तिले झन्डै 5 देखि 15, 20, 25, 30, 35, 40 लाखसम्म चाहिँ यहाँ बनाउने गर्नुहुन्छ। सुन्तला निकै नै राम्रो हुन्छ र हाम्रो आफ्नै बगैँचा भन्नु पर्दाखेरि अब जोस राम्रै हुन्छ, वर्षमा दुःख गरे अनुसार राम्रै फल्ने गर्दछ। तपाईहरुलाई मैले यो सानो सुन्तलाहरू कसरी जमिनबाटै फलेको हुन्छ भन्ने तपाईहरुलाई देखाउन चाहे। यो इन्डियन प्रजातिको सुन्तला हो र यो जमिनबाटै फल्न सुरु गर्छ। यो निकै नै सानो बोटमा नै फल्न सुरु गर्छ। यसरी झुप्पा यो वर्ष अझै अलि कम फलेको, यो सानो रुखहरू निकै नै राम्रो फलेको छ। यताको यो रुखहरू पनि राम्रो छ। अनि त्यसै गरी यो रुखहरू निकै नै भव्य रूपमा फलेका छन् सुन्तलाहरू। तपाईहरुलाई सुन्तला खान मन लाग्छ भने आउनुस्, हाम्रो घर गाउँतिर आउनुस्, बागचौर नगरपालिका वडा नम्बर 3 मा आउनुस्। निकै सुन्तलाको व्यापक रूपमा सुन्तला पाइन्छ, निकै नै राम्रो छ। कोटमौला, डाइङ गाउँतिरको भन्दा नि यहाँ सुन्तला धेरै नै राम्रो फल्ने गर्दछ। त्यसै गरी यो बारीमा मैले घुम्दै गर्दाखेरि म धेरै करिब 1-2 महिना पछिमा आएँ। घर आउँदाखेरि यसरी सुन्तला पाकिरहेको, यस्तो राम्रो सुन्तला भएको रहेछ कि यसरी पाकेको थियो कि लगभग 100% नै सुन्तला पाकेको छ। बारीमा हरियो भन्ने सुन्तला छैन र सुन्तला लगभग बिक्री भइसकेको छ। एकजना ठेकेदार हाम्रो उता कोटमौलातिरको हाम्रो ललित चन्द सरले हाम्रो सुन्तला जोस उठाइसक्नु भएको छ उहाँले। मैले अगाडि भर्खर मात्र फोन गरेको थिएँ, सुन्तला अब 1-2 दिनमै टिप्छु भन्ने कुरा छ। सुन्तला खान मन लाग्छ भने त्योभन्दा पहिला नै यसो आउनुहोस्। तपाईहरुलाई पनि सुन्तला खुवाउन चाहन्छौँ हामी, तपाईहरुको लागि नै लगाएको हो। आउनुहोस् सुन्तला खान।